हुन्छ। हुन्छ तपाईँहरू सबैलाई यीशु ख्रीष्टको नाउँमा जय मसीह। अनि आजको साँझ फेरि पनि यीशु ख्रीष्टको नाउँमा म तपाईँहरूलाई स्वागत गर्छु नि। परमेश्वरको वचन भजन सङ्ग्रह 118ले के भन्छ भन्दै गर्दै गर्दाखेरि उहाँको नाउँमा आउनेहरू चाहिँ धन्यको हो भनेर लेखेको छ। अनि आजको साँझ हामी भेला हुँदै गरेको चाहिँ उहाँको नाउँमा हो। अनि बदलाउ ल्याउनु सक्छ भने त केवल उहाँको नाउँले मात्रै ल्याउनु सक्छ। आमेन। अनि उहाँको नाउँमा भेला हुँदै गर्दै गर्दै गर्दाखेरि उहाँको उपस्थितिभित्र आउँदै गर्दाखेरि नि सधैँ नयाँ कुराहरूको जन्म हुनु सुरु गर्छ। अनि थुप्रै कुराहरू मिलेको हुँदैन, थुप्रै कुराहरू बन्नेको हुँदैन, थुप्रैवटा बाटोहरूबाट भएर गइराखेको हुन्छ। तर जसै हामी निर्णय गर्छौँ उहाँको उपस्थितिको अगाडि आउने भने नि उहाँको उपस्थितिले चाहिँ फरक पार्नु सुरु गर्छ। आमेन। हामी यति बेला छोटो प्रार्थना गरौँ न ल, त्यस पछाडि हामी आराधनालाई सुरु गर्दैछौँ। नासरतको यीशु ख्रीष्टको नाउँ अनि रगतमा जो पनि जुन जुन कोठाहरूभित्र बसिराख्नु भएको छ, जुन जुन डिभाइसहरूबाट यति बेला कनेक्ट भइराख्नु भएको छ, नासरतको यीशु ख्रीष्टको नाउँ अनि रगतमा हरेक डिभाइसलाई, हरेक रुमहरूलाई थुमा तपाईँको रगतले यति बेला म क्लिन्स गर्दैछु। लोर्ड, नासरतको यीशु ख्रीष्टको नाउँ अनि रगतमा सबै प्रकारको आँधी बेरीहरू, सबै प्रकारको उच्च विचारहरू, सबै प्रकारको उच्च कल्पनाहरू, विचारको लडाइँहरू, ओभर थिङ्किङहरू यति बेला नासरत यीशुको नाउँ अनि रगतमा रोगको आवाजहरू, परिस्थितिको आवाजहरू, सबै कुरालाई यति बेला म शान्त हुँ भनिकन भन्दैछु। यीशुको नाउँ अनि रगतमा यति बेला शान्त हो। धन्यवाद तपाईँलाई। सबै आदर हामी यीशु तपाईँको नाउँमा। आमेन आमेन आमेन। आउँछ हामी यति बेला आराधनाभित्र पस्दैछौँ। अनि आराधनाभित्र पस्दै पस्दै गर्दै गर्दाखेरि यो कुरालाई भनौँ कि तपाईँ एभ्री डे 9 बजे जोडिनुहुन्छ प्रार्थनामा। अनि एभ्री डे नै तपाईँले आराधना गरिराख्नु भएको हुन्छ। अनि यो चाहिँ नि अगरबत्ती बालेको जस्तो नहोस् हामीले गर्दै गरेको आराधना चाहिँ, हुन्छ नि। कोही कोही बेला त्यस्तै भइपठाउँछ नि, 9 बजे 9 बजे हो अब आँखा बन्द गरेर हात उचाल, होइन। हरेक हामीले गर्दै गरेको आराधना शक्तिशाली छ। यो चाहिँ मान्छेले सिकाएको विधि मात्रै नहोस्, तर तर नि कस्तो मत्तको कुरा चाहिँ के भन्दै गर्दै गर्दाखेरि नि जसै उहाँलाई आराधना गर्नु सुरु गर्छ नि वृद्धिहरू देखा पर्नु सुरु गर्छ। यीशु ख्रीष्टले 5 रोटी 2 माछालाई स्वर्गतिर उचालेर नि आराधना मात्रै गर्नुभएको। उहाँले पितालाई धन्यवाद मात्रै दिनुभयो। धन्यवाद दिँदै गर्दै गर्दाखेरि चाहिँ वृद्धि आउनु सुरु गरेको। धन्यवादले स्वर्गलाई खोल्छ, धन्यवादले वृद्धिको कुरालाई ल्याउँछ। अनि प्रस्थानको पुस्तकले के भन्छ भने मलाई आराधना गर अनि म तिमीहरूको बीचबाट रोगहरू हटाइदिन्छु अनि तिमीहरूको अन्न पानीमा आशिष दिन्छु भनेर लेखेको छ। अनि आराधनाले चाहिँ त्यो कुरालाई खोल्न सक्छ। अनि म यही कुरालाई भन्छु कि हाम्रो एभ्री डेको यो भेला नि एउटा दस्तुर जस्तो एउटा मान्छेले बनाइदिएको विधि जस्तो नहोस्, तर नि भजन सङ्ग्रह 42ले भन्छ नि म कहिले गएर तपाईँलाई भेटौँ, म कहिले तपाईँको उपस्थितिमा जाउँ भनिकन। माफ गर्नुहोस् ल। जसरी दाउदले भन्छ नि त्यही तृष्णाको साथ नि आजको साँझ हामी परमप्रभुको उपस्थितिमा भेला भएको छ। अनि आउँछ हामी एउटा गीतलाई गाउँदै यति बेला हामी उहाँलाई प्रशंसा दिन्छौँ। मेरो प्राण तपाईँमा रमाउँदैछ, पाए मैले अनन्त धन। गिटार त सुनेन भाइ। भन्नुपर्छ मेरो यीशुले मलाई सधैँ भेट्ने भवन। मेरो प्राण तपाईँमा रमाउँदैछ, पाए मैले अनन्त धन। कति मनोहर छ मेरो यीशुले मलाई सधैँ भेट्ने भवन। तपाईँको वेदी नजिकौ थली भङ्गेरीले गुण लाउँछ। धन्य हुन् जसले तपाईँसँगै यसु सधैँ बस्ने ठाउँ पाउँछ। तपाईँको वेदी नजिक
थली भङ्गेरीले गुण लाउँछ। धन्य हुन् जसले तपाईँसँगै यसो सधैँ बस्ने ठाउँ पाउँछ। तपाईँको तपाईँको वेदी नजिक गौँथली भङ्गेरीले गुण लाउँछ। धन्य हुन् जसले तपाईँसँगै यसो सधैँ बस्ने ठाउँ पाउँछ। धन्य हुन् जसले तपाईँसँगै यसो सधैँ बस्ने ठाउँ पाउँछ। मेरो प्राण तपाईँमा रमाउँदैछ। पाए धन कति मनोहर छ मेरो यीशुले मलाई सधैँ भेट्ने भवन। मेरो प्राण तपाईँमा रमाउँदैछ। पाए मैले अनन्त धन कति मनोहर छ मेरो यीशुले मलाई सधैँ भेट्ने भवन। तपाईँको वेदी नजिक गौँथली भङ्गेरीले गुण लाउँछ। धन्य हुन् जसले तपाईँसँगै यसो सधैँ बस्ने ठाउँ पाउँछ। तपाईँको वेदी नजिक गौँथली भङ्गेरीले गुण लाउँछ। धन्य हुन् जसले तपाईँसँगै यसो सधैँ बस्ने ठाउँ पाउँछ। यसो तपाईँ मेरो बल सियोन जाने बाटो तपाईँ। यसो तपाईँ मेरो बल सियोन जाने बाटो तपाईँ। बेसीहरू तपाईँसँग हिँड्दै यसो एक दिन पहाडको शिखर पुगिन्छ। बेसीहरू तपाईँसँग हिँड्दै यसो एक दिन पहाडको शिखर पुगिन्छ। सबैले भनौँ न, मेरो प्राण तपाईँमा रमाउँदैछ। पाए मैले अनन्त धन कति मनोहर छ मेरो यीशुले मलाई सधैँ भेट्ने भवन। तपाईँको वेदी नजिक गौँथली भङ्गेरीले गुण लाउँछ। धन्य हुन् जसले तपाईँसँगै यसो सधैँ बस्ने ठाउँ पाउँछ। तपाईको थली भङ्गेरीले गुण लाउँछ। धन्य हुन् जसले तपाईँसँगै यसो सधैँ बस्ने ठाउँ पाउँछ। रोहु नरो यसुको मण्डली तिम्रो दुल्हा आउनु हुँदैछ। आँसु हेर यसुको मण्डली इनाम पनि ल्याउनु हुँदैछ। नरौ 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 यसुको मण्डली तिम्रो दुल्हा आउनु हुँदैछ। आँसु हेर यसुको मण्डली इनाम पनि ल्याउनु हुँदैछ। आनन्द बोकेर दागमध्य छुन्छ पाहाडबाट। टाढा गएका नि फर्कन्छन् सबै कैदबाट। आमेन। आनन्द बोकेर दागमध्य छुन्छ पाहाडबाट। टाढा गएका नि फर्कन्छन् सबै कैदबाट। तपाईँको सहरमा बसालिन्छ सदालाई हाम्रो राजा आउनु हुँदैछ। यस लोर्ड
हाम्रो राजा आउनु हुँदैछ, राज्य पनि ल्याउनु हुँदैछ। सबैले भनौँ न, हाम्रो राजा, हाम्रो राजा आउनु हुँदैछ, हाम्रो राजा आउनु हुँदैछ, हाम्रो राजा, हाम्रो राजा आउनु हुँदैछ, हाम्रो राजा आउनु हुँदैछ। नरौ नरौ, नरौ नरौ, यसुको मण्डली, तिम्रो दुल्हा आउनु हुँदैछ। आँसु यसुको मण्डली, इनाम पनि ल्याउनु हुँदैछ। नरौ नरौ, अलिक हाँस्दै, नरौ नरौ, यसुको मण्डली, तिम्रो दुल्हा आउनु हुँदैछ। आँसु यसुको मण्डली, इनाम पनि ल्याउनु हुँदैछ। सुन र चाँदीले, सुन र चाँदीले किन्नेका होइनौ हामीलाई, आफ्नै रगतको दाम तिरी छुट्याए मलाई। सुन, सुन र चाँदीले किनेका होइनौ हामीलाई, आफ्नै रगतको दाम तिरी छुट्याए मलाई। तपाईँको आत्माले दिन्छन् गवाई, हाम्रो राजा आउनु हुँदैछ, हाम्रो राजा आउनु हुँदैछ। सबैले भनौँ न, हाम्रो राजा, हाम्रो राजा आउनु हुँदैछ, हाम्रो राजा आउनु हुँदैछ। यीशु फेरि आउने आशामा दिन बिताइरहेछु, कि फेरि आउने आनन्दको विश्वासमा बाँचिरहेछु। यीशु फेरि आउने आशामा दिन बिताइरहेछु। प्रभु, हामी यति बेला नि तपाईँको वेदी अघि आउँदै गर्दाखेरि यो कुरालाई भन्छौँ, तपाईँ आउने आशामा हामी तपाईँलाई आराधना दिन्छौँ। यति बेला प्रभु, हाम्रो प्राण रमाउँछ त केवल तपाईँको उपस्थितिमा मात्रै। प्रभु, हाम्रो प्राण रमाउने ठाउँ, हाम्रो प्राणले सन्तुष्ट पाउने ठाउँ चाहिँ केवल तपाईँको उपस्थिति मात्रै हो। यति बेला प्रभु, हामी तपाईँलाई धन्यवाद भन्छौँ यो साँझ। ओ, थ्याङ्क यू लर्ड, थ्याङ्क यू लर्ड। प्रभु, हाम्रो प्राण रमाउने ठाउँ चाहिँ केवल तपाईँको उपस्थिति मात्रै हो। प्रभु, हाम्रो प्राण निको हुने ठाउँ चाहिँ केवल तपाईँको उपस्थिति मात्रै हो। जिसस, प्रभु, यो आराधनाभित्र पस्दै गर्दाखेरि म के कुरोलाई भन्छु भने नि, हाम्रो प्राण रमाउने ठाउँ चाहिँ केवल तपाईँको उपस्थिति मात्रै हो प्रभु। हाम्रो प्राण पुनर्स्थापित हुने ठाउँ चाहिँ केवल तपाईँको उपस्थिति मात्रै हो। तपाईँको उपस्थितिदेखि बाहिर अरू कुरा छैन। जुन कुराले हाम्रो प्राणलाई तृप्त बनाउन सक्छ, जुन कुराले हाम्रो प्राणलाई पुनर्जीवित पार्नु सक्छ, जुन कुराले हाम्रो प्राणलाई फेरि पनि नयाँ बनाउन सक्छ, केवल तपाईँको उपस्थिति मात्र। यसलो, यसलो, जसै यो आराधना हुँदैछ नि, म कस्तो कुरालाई यति बेला थाहा पाउँछु भने नि, हाम्रो प्राणभित्र नि परमप्रभुको उपस्थितिबाट आउने चङ्गाई यति बेला पस्दैछ।
Oh, Yeshua. Oh, na 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 na. Oh, na 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 na. Na na na. Lord, धन्यवाद, धन्यवाद, योग्य तपाईँ योग्य सबका राजा, सबका प्रभु तपाईँ यो पवित्र, तपाईँ पवित्र, सबका राजा, सबका प्रभु तपाईँ पवित्र, पवित्र, तपाईँ पवित्र, सबका राजा, सबका प्रभु तपाईँ पवित्र। शान्तिको राजकुमार, यति बेला हामी तपाईँलाई महिमा दिन्छौँ। लो तपाईँ उच्च पारिनुहोस् यति बेला। हालेलुया। स्लो चाहिँ यो कुरै आउँछ स्वर्ग पृथ्वी भर्नुहोस् यो भवन तपाईँको महिमा अरू कुरै नआउँछ स्वर्ग पृथ्वी भर्नुहोस् यो भवन तपाईँको महिमाले धन्य होस् त्यो नाम येशू योग्य छ त्यो नाम धन्य होस् त्यो नाम धन्य होस् त्यो नाम येशू योग्य छ त्यो नाम धन्य होस् त्यो नाम ओ धन्यवाद यो वेदीबाट केवल हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँले हाम्रो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। प्रभु तपाईँ हाम्रो वास्ता गर्नुहुन्छ। लोर्ड म यो उपस्थितिलाई प्रभु यस अनि आमेन भन्छु। प्रभु म जोडिन्छु यो कुराभित्र। थ्याङ्क यू लोर्ड। थ्याङ्क यू लोर्ड।
आराधना 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 यीशुलाई आराधना 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 यीशुलाई तपाईँको अनुग्रह हरेक समय नयाँ नयाँ हुन्छ तपाईँको प्रेमले हरेक समय नै मलाई अँगाल्नुहुन्छ म डराउँदिन येशू तपाईँ मेरो साथमा 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 महिमा 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 तुम्हारा महिमा 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 तुम्हालाई कारणमा महिमी र स्तुति योग्य छ सिंहासनमा स्तुति गर्दै यो ओठले उचाल सिंहासनमा तुम्बा सिंहासनमा तुम्बा सिंहासनमा तुम्बा सिंह कसरी गरौँ तपाईँलाई आदर तपाईँ अघि बोल्ने आँट पनि आउँदैन तपाईँको योग्यतालाई तारिफ गर्ने शब्दहरू छैन प्रभु हामी तपाईँलाई योग्य बनाउनु आराधना गरेको होइन तर तपाईँ योग्य हुनुहुन्थ्यो यसै कारण हामी तपाईँलाई आराधना गर्छौँ You are worthy, Lord. सबै श्रेय तपाईँलाई अझै उचालिनुहोस् प्रभु अझै उचालिनुहोस् प्रभु यो कोठाहरूमा अझै उचालिनुहोस् प्रभु यो कोठाहरूमा
आजको सास, हाम्रो मुखको बोली र हाम्रो हृदयको विचार तपाईँ अघि ग्रहण योग्य भएको होस् प्रभु। हामी सबै आदर तपाईँलाई दिन्छौँ, सबै भक्ति यति बेला तपाईँलाई चढाउँछौँ प्रभु। तपाईँलाई महिमा होस्, तपाईँ उच्च हुनुहोस्। येशू ख्रीष्ट तपाईँको उच्च अनि पवित्र नाममा आमेन आमेन। हुन्छ। अब यो समय आजको दिन चाहिँ हाम्रो जति पनि इन्टरसेसन प्रेयर टिमहरू यो ठाउँमा आउनु भएको छ, उनीहरूले 3 दिनको फास्टिङ प्रेयर सुरु भएको थियो। आजको दिन अन्तिम सकिएको छ र हरेकले अब हामी यहाँ जति पनि भेला भएको छ उहाँहरू मिलिकन एक एकजना गरिकन तपाईँहरूलाई यो सेवाकाईमा के आशिष पायो, कस्तो प्रकारको भयो भनेर सानसानो तपाईँहरूलाई सेयरिङ गर्न लागेका छ। हुन्छ, यस समय म रेचल बहिनीलाई दिनु पर्यो। रेचल बहिनीले तपाईँहरूलाई सेयर गर्नुहुन्छ ल। मलाई थाहा छ रेचल बहिनीले दिनुहोस्। अब सबैजनालाई अरू त म केही म सेयरिङ भन्दा पनि अघि दिउँसो तपाईँहरू कतिजना जोइन हुनुभएको थियो है। हामीले त्यति बेला हामीले एकदम त्यहाँ आशिष भएको कुरोहरू हामीले उयो गरिरहेका थियौँ। अन्त एकदमै विशेष हाम्रो हृदयबाट हाम्रो आइपिटीको तर्फबाट तपाईँहरूलाई एकदमै थ्याङ्क यू सो मच, जसले चाहिँ तपाईँले निरन्तरतामा यसरी हामी जस्तो हामी काठमाडौँको लागि, हामी नेपालको लागि हामी जस्तो हामी निक्ल्यौँ त्यति नै तपाईँहरूले कन्टिन्युली हामीलाई निम्ति प्रार्थना गरिरहनु भएको थियो है। किनभने आज हामी आफै आफै त प्रिपेयरमा प्रार्थना गरिरहेको थियौँ हामीले 21 दिनको उपवासमा, तर हामीलाई ब्याक सपोर्टको पनि प्रार्थनाको सपोर्ट हुन्छ। सो तपाईँहरूले यति साह्रो हाम्रो निम्ति निरन्तर प्रार्थना गरिदिनु भयो। सेवाकाईमा 3 डेजको सेवामा कति तपाईँहरूले जोइन हुनुभयो है, तपाईँलाई एकदमै हृदयबाट धन्यवाद दिन्छु। आज यसरी नै हामी मिलेर चाहिँ है आज हामीले यस्तो सेवाकाई र आज यो 3 दिनको सेवाकाईमा आउँदै हामी जुन सेवाकाईमा उयो गर्दै गर्दा चाहिँ 3 दिनको हाम्रो जुन सेवाकाई थियो है, त्यो सेवाकाईमा चाहिँ हाम्रो के भयो भने चाहिँ साँच्चै नै आज यति साह्रो हामीले 21 दिनको जुन उपवासको हामीले प्रार्थना गरिरहेका थियौँ है, त्यो प्रार्थना अनुसार यति साह्रो हामीले बिलापमा परमेश्वरसँग प्रार्थना गरिरहेका थियौँ है। यति साह्रो परमेश्वरसँग, किनभने हाम्रो आस्था नै हो है, हाम्रो जातिहरू, हामी धेरै जातिहरू आत्माहरू मरिरहेको हामीले है उयो गरेर हामी बोझमा प्रार्थना थियौँ। र यहाँ जब हामी आउँदै गर्दाखेरि चाहिँ आज परमेश्वरले नि यस्तो महान काम के हो त, आज हामी प्रेयर हो, हामी प्रार्थनाको लागि हामी त्यहाँ गएको, तर हामी मात्र होइन, जति पनि आउनु भएको थियो है त्यसरी एकदमै आज के भयो भने उनीहरू पनि धेरै ब्लेसिङ भइरहेको है, कुरोहरू नयाँ कुरोहरू धेरै कुरो। आज हामी लडाइँमा छौँ भने आज पास्टर रुबेनले यति साह्रो राम्रो मेसेज के हो त, हिजो पनि यति साह्रो घरमा जाने मेसेज उहाँले भनिरहनु भएको थियो है, हुन्छ हाम्रो प्रेयर। तर उहाँले चाहिँ अलिकति के भन्नुभयो भने होइन, हामी प्रेयर गर्दैछौँ हाम्रो जातिलाई त एकदम हामीले वचन पनि परमेश्वर यति राम्रो वचन, आज त झन् मर्निङको जुन हाम्रो नि अब फर्स्टको डे पनि यति साह्रो हामीलाई त नि यस्तो अब प्रभुको प्रेजेन्स वर्सिप गर्दा हाम्रो छोरा रोशनले है वर्सिप गर्दा यति साह्रो परमेश्वरको कनेक्सनमा हामीलाई लगिरहेको कुरोहरू है, यति साह्रो हामी रोइरहेका थियौँ, यति साह्रो परमेश्वरको यति अब यस्तो पोइन्ट अब यस्तो खालको अब अनोइटिङ भइरहेको थियो। र आजको दिन पनि है कन्टिन्यू हाम्रो वर्सिपमा चाहिँ यति साह्रो हामी आफै आफै परमेश्वरमा यति साह्रो हामीले के त त्यो अनुभव गरिरहेको थियौँ। साँच्ची नै प्रभुको प्रेजेन्समा रहेर यति साह्रो त्यो वर्सिपले चाहिँ हामी आफै पनि रिपेन्ड हुँदै थियौँ है, रिपेन्ड हुँदै थियौँ। यति साह्रो परमेश्वरको नजदिकतामा है हामी गइरहेको थियौँ। परमेश्वरले धेरै कुरो आज हामीलाई बोलिरहनु भएको थियो इन्डिभिजुअली है। आजको मर्निङमा पनि वर्सिप यस्तो के त यस्तो अब उयो भएको मर्निङको बिहानै हामी है जस्तो गयो, यति साह्रो वर्सिप छोरा रोशनले है गर्दै गर्दा यति फर्स्टदेखि नै हाम्रो यति साह्रो परमेश्वरको त्यो कनेक्सन पवित्रको अगुवाईमा है। र पास्टर रुबेनले यति साह्रो हामीलाई के त हामी चाहिँ उहाँले एउटा कुरो आजको एउटा कुरो चाहिँ के भने हामी आम है जो तरवार चाहिँ हामीलाई परमेश्वरले दिनुभएको छ है, आज हामी रिसिभ गरेर चाहिँ हामी एकदमै के त अब हामीहरू चाहिँ लडाइँ छ अब तर चलाउनुहोस् यस्तो साह्रो यति के त अब एकदम अब यस्तो हामीलाई त्यो उयो भएको कि अन्य भाषामा प्रार्थना यसमा यो यो जुन 3 दिनको उपवास एकदमै यो प्रार्थना जुन थियो
एकदमै हाम्रो अन्य भाषामा मात्रै हामीले ज्यादा प्रार्थना गरिरहेको थियो, यति साह्रो कि। तर म एउटा कुरो चाहिँ के भन्छु नि, यो 3 दिनको उपवासमा जुन हामीले प्रार्थना सिद्धायौँ नि, र सिद्धाइसके चाहिँ हामी धेरै नै ब्लेस, किनभने परमेश्वर जब हामीले प्रार्थना गर्छौँ चाहिँ परमेश्वरले धेरै नै है उयो गर्नुहुन्छ। आज हामीले सोचेको भन्दा बढ्दा यति साह्रो हामी उयो भयौँ है। र त्यो कुरो गर्दै गर्दाखेरि चाहिँ के भने आज चाहिँ हामी लास्टमा चाहिँ हामीले परमेश्वरलाई धन्यवाद दिउँ त्यहीँ बसेर, भन्दाखेरि चाहिँ यस्तो नयाँ आमाहरूसँग हामी जोड्नु भयो, यति साह्रो उहाँहरूको है उहाँहरूको हामीले टेस्ट पनि सुन्दै उहाँहरूले आशिष दिँदा हामी यति साह्रो ब्लेसेड भयौँ है। र आज हामी सबैले एक एकवटा हुँदै त पाएका छौँ, एक एकवटा हामीलाई धेरै कुरा हामीले आज अनुभव, यो 3 दिनको है जुन प्रार्थनामा चाहिँ हामीले धेरै कुरा हामीले परमेश्वरसँग पाएका छौँ पनि, परमेश्वरमा हामीले प्रतिज्ञा पनि गरेका छौँ है। धेरै कुरा हामीले रिपेन्ट गरेका छौँ, हामी प्रेयर वरियर भएर आज हामी के उयोमा छ भन्ने कुरोहरू हामी एक एकजनाले आज तपाईँहरूले आज दिउँसो पनि हामीले गरिरहेका थियौँ। र विशेष आज वान्स अगेन तपाईँहरूलाई एकदमै धन्यवाद। आज तपाईँहरूको प्रार्थनाको सपोर्ट अनुसार चाहिँ क्या त हामी टिम त बसिरहेका थियौँ, तर तपाईँहरूको ब्याक सपोर्टको कारणले गर्दाखेरि चाहिँ नि आज त्यो महान काम त परमेश्वरले नयाँ कुरो त्यो ठाउँमा गर्नुभएको छ है। र यति साह्रो त्यो क्रिसको प्रेमले आज सानो बगाललाई हामी देख्दै गर्दा यति साह्रो हामी उयो भइरहेको थियौँ है। र यो सबैबाट चाहिँ परमेश्वरलाई महिमा भएको होस्। र आज हामी यसरी नै आउँदो फ्युचरमा पनि आउँदो उयोमा पनि आज हामीले है वाननेस भएर आज हामी एकअर्काको निम्ति ब्याक सपोर्ट, आज हामी एकअर्कामा प्रार्थना यसरी गरेर हामी परमेश्वरका है परमेश्वरको हामी सेवा गर्नेछौँ ल। हुन्छ, यति नै म राख्छु। यो समय आज कसलाई दिनु होला है, हाम्रो सबिना, हाम्रो सबिना निनीलाई म दिन्छु ल। हुन्छ, सबैलाई जय मसी। हाम्रो विशेष गरी यो काठमाडौँको जुन हामीले जातिको लागि है, जातिका लागि हामीले प्रार्थना गर्नको लागि है, हामी सबै इन्टरसेसन प्रेयर टिमबाट हामी जोडिएर है प्रार्थना गरिरहेका थियौँ। अनि यहाँनिर हामी थोरै मात्रै आयौँ, इन्टरसेसनको सबैजना आमा दिदीबहिनीहरू आउनु भएन होइन, तर समयमा हामी सबैजना आउनेछौँ, किनभने परमेश्वर हामीले सबैलाई ल्याउनु हुनेछ। अनि आज जतिजना हामीहरू आयौँ हामी सबैजना आशिषित भयौँ। आशिषित साथसाथमा के भयौँ भन्दाखेरि चाहिँ हामीले यहाँ नेपालको मान्छेलाई हेर्दै गर्दाखेरि है, यहाँनिर हामी काठमाडौँमा हामी बसतिर जाँदाखेरि पनि मैले कस्तो फिल गरेँ भन्दाखेरि चाहिँ उनीहरूकोमा सबै कुरो छ र पनि उनीहरूको है अनुहारमा कहिले मैले शान्ति भन्ने देखिनँ है, उनीहरूको जीवनमा आनन्द भन्ने कुरोहरू देखिनँ। मैले महसुस गरिरहेको थिएँ क्या, हेर्छु अरूलाई, अरूलाई हेर्छु, कसैको अनुहारमा पनि त्यो चमक पनि छैन है। प्रभु नपाएको जीवन र प्रभु पाएको जीवनहरूमा क्या अब कति फरक कुरोहरू मैले त्यो अनुभव गरिरहेको थिएँ। अनि उनीहरू चाहिँ सबै कुरो छ र पनि उनीहरूमा क्या अशान्ति खोज्दै गरेको कुराहरू मैले अनुभव गरेँ। मैले अनि कुनै कोसँग सेयर पनि गऱ्यौँ है, रोमासँग सेयर पनि गऱ्यौँ। यहाँको मान्छेहरूकोमा त्यो किन त्यो अनुहारमा नेस्रोपन, क्या शान्ति नै नभएको, उनीहरूको जीवनमा शान्तिपन छैन, आनन्दको कुरा जो हामीमा प्रभुले दिनुभएको छ नि त्यो कुराहरू छैन खालके मैले फिल गरिरहेको थिएँ। अनि म रोमासँग पनि सेयर गरिरहेको थिएँ है। परमेश्वरलाई धन्यवाद हो, सुरुदेखि हामीलाई आराधनामा हाम्रो भाइ छोरा छोरा रोशनले लिड गरिराख्नु भएको थियो है। अनि हामी आशिषित भइरहेको थियौँ। हामीलाई आराधनामा उसले एउटा आयामदेखि अर्को आयाम, अर्को आयामदेखि अर्को आयाम लगेर है हामीलाई तयारी गरिराख्नु भएको थियो। अनि त्यसको साथसाथमै हाम्रो पास्टर एडिन जोजोले चाहिँ के गर्नुभएको थियो, हामीलाई यस्तो के भन्छ प्रार्थनामा लिड गरिराख्नु भएको थियो। अनि त्यो प्रार्थनाले चाहिँ यस्तो लागिरहेको थियो कि साँच्ची नै यहाँ काठमाडौँको बन्धनहरू चाहिँ तोडिरहेको थियो है, आमेन। अनि तोडिरहेको थियो किनभने आराधना पनि हामीलाई त्यसरी नै हामीलाई तयारी गरिरहेको थियो। हामीलाई आत्मामा त्यस्तै तयारी गर्न आयाम 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 गरेर छोरा रोशनले लिड गरिराख्नु भएको थियो हामी सबलाई। अनि साथसाथमै हाम्रो पास्टर जोजोले पनि त्यसरी नै आराधनामा पनि यस्तो पवित्र आत्माको त्यसमा के भन्छ प्रार्थनामा पनि त्यस्तै पवित्र आत्माको उपस्थितिमा हामीलाई है, पास्टर जोजो पनि धेरै रुई रुई बिलाप गरी गरी, अनि हामी सबैजना आमाहरू बिलाप गरी गरी है त्यहाँ प्रार्थना गरेर यस्तो लागिरहेको थियो कि हामीले साँच्ची नै हामीले पनि रोमाले पनि भन्दै थियो है, हामीलाई पहिला नेपाल चाहिँ नेपाल जस्तो लाग्दैन थियो, नेपालहरू आफ्नो जस्तो लाग्दैन। तर यो दिनहरूमा चाहिँ हामीले यहाँ मान्छेहरूलाई हेर्दै गर्दा यस्तो माया लागेको, यस्तो माया लागेको यहाँको मान्छेलाई, यहाँको जातिको मान्छेलाई। हाम्रो नेपाली जाति प्रे त गरिरहेको थियौँ, तर मैले चाहिँ महसुस गरेको थिएन, रियल कुरा म गर्छु, हामीले प्रे गरिरहेको थियौँ नेपालमा जाने र नेपालमा प्रार्थना गर्ने भनेर है।
हामी त्यहाँ घरमा बसेर प्रे गरेर चाहिँ मलाई त्यस्तो महसुस भएको थिएन उनीहरू चाहिँ मेरो आफ्नो, मैले मेरै जातिको लागि प्रार्थना गर्दैछु भन्ने कुरो मैले महसुस गरेँ। तर जब यहाँ आएर हामीले बिलाप गऱ्यौँ नि, हामी मण्डलीसँग बस्यौँ, बिलाप गऱ्यौँ, अनि के भन्छ आराधनाले पनि त्यसरी लिड गरिरहेको थियो, अनि प्रे गर्नु लागि हाम्रो जोजोले पनि लिड गरे। त्यति बेला चाहिँ यस्तो बिलाप भयो, यस्तो बिलाप भयो, साँच्ची नै यो हृदय चाहिँ साँच्ची नै, यो कुरा चाहिँ मलाई आजदेखिको भएको थिएन, 2 महिना अगाडिदेखिको भइरहेको थियो। मलाई चर्चमा गयो त्यस्तै बिलापको प्रार्थना मात्रै भइरहेको थियो, घरमा डिभोसन गऱ्यो त्यस्तै बिलापको प्रार्थना भइरहेको थियो। तर मलाई थाहा थिएन के को बिलापको प्रार्थना भएको, किनभने अन्य भाषाबाट भइरहेको थियो। किनभने हामीले कति कुरो त अब अन्य भाषाबाट थाहा हुँदैन, तर के को बिलापको रहेछ मैले प्रार्थना गरेको यो, किन म त्यो भित्र यस्तो टुटेको हृदय, किन म भित्र यस्तो छिन्न भनेर मैले सोध्दै थियो। तर अहिले सम्झिँदा चाहिँ मैले हिजो अस्ति आज जब मैले थाहा पाएँ कि यो चाहिँ मैले नेपालको लागि गर्दै थिएछ, तर मेरो शरीरले चाहिँ मलाई यस्तो भइरहेको थियो, त्यस्तो साह्रो म भित्र चाहिँ उनीहरूको भित्रको लागि मैले सोचेको थिइनँ है। तर यहाँ आएर हामी सबैजनाले बिलापको प्रार्थना गर्दाखेरि हामीले महसुस गरेँ साँच्ची नै मेरो जाति जसलाई देख्दा माया लाग्ने हो त्यस्तो भयो है। अनि त्यही कारणले प्रभुलाई धन्यवाद होस् है, किनभने हामीले सुरुदेखि फर्स्ट डेदेखिको लास्ट डेसम्म नै त्यस्तै पाराले आराधना गर्नेले पनि अनि लिड गर्नेले पनि, हाम्रो जोजोले पनि त्यसरी नै लिड गरिराख्नु भएको थियो। अनि त्यसको साथसाथमा पास्टर रुबेनले पनि हामीलाई वचन पनि त्यस्तै अनुसारले दिनुभयो। अनि यहाँ चाहिँ हामी प्रार्थना गर्नु मात्र होइन, हामी आत्मिक क्षेत्रमा पनि हामी तयारी हुन सक्यौँ। आमेन। हामी एक एकजनाले यहाँनिर भिजन देख्यौँ, हामीले यहाँनिर पाउने कुरा, प्रभुले दिनुहुने कुरा है हामी काठमाडौँमा आएर पायौँ है। परमेश्वरलाई धन्यवाद होस्। हुन्छ, मेरो छोटो सेयरिङ यहीँ राखेर हाम्रो सञ्चालिका नानालाई दिनेछु। हुन्छ, जयमसी। सबैजनाले यीशु ख्रीष्टको नाममा जय मसीह। तपाईँहरूले सुन्नुहुँदैछ मलाई? आज चाहिँ म तपाईँलाई टेस्टिमनी भन्नु आएको है। अन्त चाहिँ मम्मीले के पार्नु भयो। अन्त मैले अघि दिउँसो पनि सेयर गरेको थिएँ, फेरि मम्मीले अहिले पनि अब तेरो फर्स्ट ब्याप्टिजम थियो भनेर चाहिँ सेयर गरिहाल्न भन्नुभयो। अन्त चाहिँ म मेरो ब्याप्टिजमको बारेमा सेयर गर्छु। मेरो ब्याप्टिजम चाहिँ मैले हिजो लिएको थिएँ है। अन्त चाहिँ त्योभन्दा अगाडि चाहिँ मैले सोचेको थिएँ होइन, अहिले चाहिँ म गर्दिनँ सोचेको थिएँ। अब मैले सोचेको थिएँ कि 2-3 महिना बाद गर्छु जब म मेन्टली रेडी हुन्छु भनेर है। तर प्रभुको प्लान चाहिँ अर्कै नै थिएछ मेरो जीवनमा। अन्त हामी चाहिँ काठमाडौँको लागि चाहिँ हामी जर्नीमा आउँदै थियौँ। अन्त हामी त्यता बिहान बिहान थियो है, त्यहाँदेखि बिहान आउँदै थियो। त्यहाँदेखि चाहिँ मम्मीले भन्नुभयो अचानक, तँ चाहिँ नि ब्याप्टिजम लिइहाल्ने मलाई। अब चाहिँ त्यो मलाई यस्तो अगुवाई भयो कि त ब्याप्टिजम लिइहाल भन्नुभयो मम्मीले। अन्त चाहिँ मैले यसो सोचेँ, मैले नाइ पनि भन्न सकिनँ, किन मम्मीको त्यो हुन्छ नि भनाइले मलाई डर डर लाग्थ्यो भन्नु पनि। अन्त मैले हुन्छ भने, अन्त मैले चाहिँ पास्टर एडमिन यतापट्टि हुनुहुन्थ्यो, मेरो साइडमा बसिराख्नु भएको थियो। अन्त मैले सोचेँ कि होइन सोध्छु नि म अङ्कललाई के चाहिँ हो भनेर है ब्याप्टिजम। अब याद छ ब्याप्टिजम भनेको के हो, तर अब अलिक डिपर वेमा अलिक त्यसको रेभुलेसन चाहिँ के चाहिँ हो त्यो अझै बुझ्नको लागि चाहिँ मैले अङ्कललाई सोध्दै थिएँ। अन्त अङ्कलले चाहिँ मलाई भन्नुभयो है, उहाँको रेभुलेसन्सहरू मलाई भन्नुभयो। अन्त मैले निर्णय गरेको थिएँ होइन प्रभु अब चाहिँ म गर्छु ब्याप्टिजम, आई चेन्ज मेरो, आई ट्रान्सफर्म भनेर है। त्यहाँदेखिको चाहिँ मैले सोचिरहेको थिएँ अब म गर्दाखेरि चाहिँ अब एउटा मलाई कस्तो डर पनि लागिरहेको थिएँ, डर पनि लागिरहेको थियो ला प्रभु, किनभने हामी त मान्छे हो नि त, वी आर नट पर्फेक्ट है। अब हामी कतिवटा कुरामा हामी चुकिरहेको हुन्छौँ। अनि चाहिँ मलाई लाग्यो प्रभु मैले वाट इफ मैले गल्ती गरेँ भने, किनभने अब त्यो त म एउटा नयाँ मान्छे भइसकेको हुन्छु ब्याप्टिजमको बाद, प्रभु मैले गल्ती गरेँ भने भनेर सोचिरहेको थिएँ। डर पनि भइरहेको थियो, तर म एक्साइटेड पनि पुरा बेसी थिएँ हो। अन्त मैले पुरा अब मिक्स इमोसन्सहरू आइरहेको थियो। अन्त मैले जस्तो निर्णय गरेँ कि होइन प्रभु आई वान्ट टु लिभ फर यु भनेर है। अन्त मैले सोचेँ कि होइन प्रभु म साँच्ची नै अब तपाईँको लागि जिउँछु, जेसुकै होस्। अब चाहिँ 19 वर्ष पनि पुगिसक्यो। अब चाहिँ यो चाहिँ पिक मोमेन्ट हो तपाईँकोमा हुन्छ नि, तपाईँलाई फोकस गर्नुको लागि, मेरो लाइफमा चाहिँ तपाईँको एउटा हुन्छ एउटा प्राइम प्रायोरिटी बनाउनुको लागि भनेर है। अन्त चाहिँ मैले मेरो यतिमै राख्छु ल। जय मसी। बाबा
जाति क्षमा बुझे एकछिनलाई यहाँ जोइन गर्दैछ मेरोबाट ल एकछिन है उहाँको अलिकति बिग्रेको कारणले अर्कोमा हुन्छ जाँदैछ हुन्छ त्यस्तै प्रार्थना गर्दा डिस्टर्ब हुन्थ्यो हो आज पनि फेरि पनि डिस्टर्ब हुँदैछ है तर म भनेर छाड्छु आज चाहिँ र विशेष गरी परमेश्वरलाई धेरै धेरै धन्यवाद जनाउँछु आज काठमाडौँमा म आउँदाखेरि म 15 वर्षको उमेरदेखि म काठमाडौँ बसेको पहिलादेखि नै है तर आजको दिनमा आएर चाहिँ पहिलादेखि म काठमाडौँको नेपालीहरूलाई चाहिँ म माया गर्ने हो मेरो आफ्नै जस्तो लाग्थ्यो है 15 वर्षको उमेरमा म सानो हुँदादेखि आएको र मैले हाम्रो बहिनीहरूलाई पनि सेयर गर्थेँ कि मलाई त यहाँ नेपालको लागि पुरा माया लाग्छ त भनेर भन्थेँ है कतिजना मेरो साथीहरू चाहिँ एकदम अफेन्ड हुन्थ्यो है तँ इन्डियामा जन्मेर नेपालको कुरा गर्छस् भनेर पनि भन्थ्यो है तर म साँच्ची नै हृदयबाट म नेपाललाई चाहिँ प्रेम गर्थेँ किनभने 15 वर्षको उमेरदेखि आएर मेरो कति चाहिँ समय चाहिँ यहीँ बिताएको कारणले है र आज जुन पनि फास्टिङ प्रे भयो आज त्यहाँ बस्दै गर्दा चाहिँ प्रार्थनाको शक्ति आज इन्टरसेसन प्रेयर टिम चाहिँ के हो भनेर चाहिँ मैले पक्का बुझ्न सकेँ है एकदमै मैले बुझ्न सकेँ र आज मलाई जुनमा यसरी परमेश्वरले जोडाउनु भयो म छक्कै परिरहेको थिएँ है यत्रो हाम्रो पास्टरको छेउमा है र मलाई आफैलाई पनि अचम्म लाग्दै थियो प्रभु मलाई कसरी तपाईँले यस्तो यहाँ ठाउँमा ल्याउनु भयो है मैले कतिपल्ट म 21 दिनको फास्टिङमा राम्रोसँग जुर्नु पनि पाइनँ मैले प्रार्थना पनि राम्रोसँग गर्नु पाएको थिइनँ खालि मेरो पुरा बिजी हुन्थ्यो म त्यसै कारण है तर परमेश्वरले फेरि पनि मलाई चुन्नु नै भएको रहेछ भने चाहिँ आज मैले यहाँ बस्दै गर्दा चाहिँ मैले थाहा पाएँ है त्यो कति कुरा मैले परमेश्वरलाई सोध्दै पनि थिएँ तपाईँले मलाई किन ल्याउनु भएको के कारण ल्याउनु भएको साँच्चै नै मलाई चुन्नु भएको हो भनेर भन्दै गर्दा हाम्रो रेचलले भन्नुहुँदै थियो है नाम त थुप्रै थियो तर आज आउनु चाहिँ कम्ती पर्यो भनेर जसलाई परमेश्वरले चुन्नु भएको रहेछ त्यसलाई मात्रै ल्याउनु भयो भनेर भन्थ्यो आज साँच्चै अनि जब हामीले त्यहाँनिर है प्रार्थना गर्दै गर्दा वर्सिप गर्दै गर्दा आज वर्सिपमा यति साह्रो चाहिँ वर्सिपमा आज परमेश्वरको उपस्थिति त्यो ठाउँमा है यति साह्रो चाहिँ उपस्थिति परमेश्वरको र आज परमेश्वरको उपस्थिति हुँदा हुँदै पनि अब त्यहाँ हामी प्रार्थना गर्नु आएको तर मै छुटकारा हुँदै थियो कतिपल्ट कति कुरामा छुटकारा हुँदै थिएँ है र अब त्यसै कारण आज यो प्रार्थनालाई चाहिँ हामीले मैले चाहिँ अब त्यसै खेलाची है लापरेर चाहिँ हुनु हुँदैन रहेछ भनेर मैले बुझेँ है र अब भन्नु त धेरै छ अब समय पनि कम्ती भएकोले जे होस् परमेश्वरको काम हो परमेश्वर असलै गर्नुहुन्छ है आज हाम्रो जातिको लागि हामीले एकचित एक मनको भएर आज प्रार्थना गरेछौँ आज नयाँ कुराहरू जन्मेको छ भनेर है हामीले घोषणा गरेछौँ आज हामीले आत्मिक क्षेत्रमा हामीले देखि पनि सकेका छौँ परमेश्वरको कार्यक्रम है यो खेलाची होइन परमेश्वरले गर्नुभएको कामको महान कामको लागि हामीले धेरै 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 धन्यवादी छौँ र आउँदोको दिनमा हामी नेपालको हाम्रो राष्ट्र नेपालको म मेरै पनि भन्छु राष्ट्र अब नेपाली जातिको लागि फेरि पनि हामी खडा हुनेछौँ है हामी शरीरमा त हामी टाढा हुन्छौँ तर आत्मामा एकचित एकमुख भएर हामी प्रार्थना गरेर परमेश्वरको राज्यले फेरि बढाउनेछौँ नेपाली जातिलाई जतिजनामा हाम्रो नेपालमा 76 जिल्ला छन् 76 जिल्लाकै मानिसहरूले चाहिँ अब परमेश्वरको सुसमाचार सुन्दैछ परमेश्वरलाई चिन्नेछ र परमेश्वरको महिमाको लागि उहाँहरू खडा हुनेछ भनेर है म हामीले प्रार्थनाको चाहिँ घोषणा गर्छु र यति नै हो परमेश्वर फेरि पनि सबै हामीले नेपाली जातिलाई आशिष दिएको होस् भन्दै फेरि सबैलाई जय मसीह हुन्छ है म यो समय फेरि रोमा सिस्टरलाई दिन्छु हाम्रो यहाँ 3टा बेड छ कि 3टा बेडमा बसेर नि झ्याउ झ्याउ भइरहेको छ
यताउता यस्तो भइरहेछ कि म चाहिँ बिचको बेडमा छु, यहाँ नाना यहाँ अर्को नाना बसिरहेछ। प्रभुलाई महिमा भएको होस् कि के गर्नु अलिक कम कम गर्नु न, यहाँ इको हुँदैछ। यो काठमाडौँको यो हाम्रो जुन यो ट्रिप जुन यो मिसन ट्रिप है यस्तो ब्लेसेड भइरहेछ क्या। विशेष गरी त हामी यहाँ दिदी बहिनीहरू मजा आइरहेको छ क्या, छुट्नु नपाओस् जस्तो भइरहेछ हामीलाई क्या। यति राम्रो राम्रो नानाहरू छ, हाम्रो नानाहरू हाम्रो वास्ता गर्नुहुन्छ है। अब अन्त यस्तो ब्लेसेड टाइम भइरहेछ, हामी इन्जोय गरिरहेको छौँ परमेश्वरको उपस्थितिमा। र विशेष गरी नि म यहाँ काठमाडौँमा आएँ होइन, सानो बगल परिवारमा आएँ। म चाहिँ विशेष गरी अब हुनु त सबै कुरा आशिषित भयो, सबै आशिष। अब के भन्नु र, वचनको सेवाकाई त्यस्तै, प्रार्थनाको सेवाकाई त्यस्तै। पास्टर एड्रिन यति साह्रो बिलाप गर्दै प्रार्थना गर्नुभएको है, उहाँको अनुहार त जक 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 भइरहेको थियो। हिजो त झन् बिलाप गरेर प्रार्थना गर्दा म उहाँलाई हेरिरहेको थिएँ, यस्तो डरलाग्दो रुँदै है। अब कस्तो चाहिँ बिलाप गर्दै उहाँले प्रार्थना गर्नु भइरहेको थियो। अन्त वर्सिपहरू यति ब्लेसेड, वचन पनि यति राम्रो है। आज हाम्रो सेयरिङको टाइमहरू थियो, अन्त सबै कुरो राम्रो भयो क्या। अन्त मलाई चाहिँ मेन अचम्म र खुसी लागेको कुरा चाहिँ नि हाम्रो सानो बगलको परिवारलाई देखेर। कति ब्लेसेड परिवार क्या उहाँहरू है। उहाँहरूको ठुलो महल पनि होइन, सानो घर छ है उहाँहरूको, तर कति ठुलो मन क्या उहाँहरूको, कति ठुलो मन। आमामा, आपा त्यस्तै, आमा त्यस्तै। है आपाले चाहिँ सानोबाट एउटा त्यो आफै बनाउनु भएको रहेछ बस्ने ठाउँ है, चौतारा जस्तो बनाउनु भएको रहेछ काठले है, बाँसहरू के ठोकेर बनाउनु भएको रहेछ। अन्त दिनभरि त्यहाँ बसेर चाहिँ बाइबल पढ्नुहुन्छ अरे। अन्त बाइबल पढेको कुरा चाहिँ गीतमा लेख्नु हुँदो रहेछ उहाँले है। आमा कति राम्रो, आफै आशिषित, आमै आशिषित है। अन्त छोराछोरी किन आशिषित नहोस् त। अन्त उहाँको 2टा छोराहरू फेरि यति राम्रो नानीहरू, आमामा जवान छोराहरू। काठमाडौँ जस्तो सहरमा बस्दा त्यो नानीहरू त 100% बिग्रिनु पर्ने हो है, तर कस्तो चाहिँ राम्रो अब आमा बाउहरू है, उहाँको फ्यामिली कति राम्रो। उनीहरूको त्यो एउटा के भन्नु बन्डिङ कति राम्रो क्या फ्यामिलीको। यता जो हेड अफ द फ्यामिली छ बाजे, उहाँलाई आफ्नो छोराले कति साह्रो इज्जत गरेको, बाउले गीत गाउनुपर्छ, छोराले माइक समातिदिन्छ, यस्तो पक्रिदिन्छ। म त यति मजा लागेको क्या। अन्त विशेष गरी चाहिँ यहाँ आएर अब हामीले नेपाल राष्ट्रको लागि एउटा बिलाप गर्ने, प्रार्थना गर्ने, यस्तो हृदय लिएर आएको हाम्रो जातिको लागि होइन, प्रार्थना गर्नु। अरूको लागि प्रार्थना गर्दा गर्दा त मेरो पो आशिष पुरा खुल्यो है। मैले मेरो छोरीलाई चाहिँ यसपालि, मेरो छोरीले चाहिँ, मैले अस्तिदेखि उसलाई भन्थेँ तिमीले चाहिँ अब बप्तिस्मा लिनुपर्छ है नानी भन्दा, मम्मी बप्तिस्मा चाहिँ खेल उयो होइन, म अहिले चाहिँ लिँदिनँ भन्थेँ क्या। अन्त उसले त्यो भनेको वर्ड चाहिँ मलाई यति नमिठो लागिरहेको थियो। ला यो केटीले बप्तिस्मा नलियो त कलेजतिर गयो भने, कता कता गयो भने, ला मलाई यस्तो एक प्रकारको पिर भइरहेको थियो। अब अहिलेको नानीहरूलाई जबरजस्ती गर्नु पनि नसक्दो रहेछ यो टिनेजको नानीहरूलाई। अन्त मैले प्रार्थनै गर्दै थिएँ, प्रभु तपाईँको एपोइन्टेड टाइममा मेरो नानीको बप्तिस्मा होस् भनेर है। अन्त के अरे, अनि त्यहाँदेखिको बाटोमा आउँदा आउँदा त्यो सिन्धुलीको बाटोमा त्यो खोलाहरूको देख्दा देख्दा मलाई त कस्तो बप्तिस्मा याद आयो। त्यति बेला मैले पास्टर एड्रिनलाई पनि भनिहालेँ, इडेनलाई तिमी ब्याप्टिजम ल्याऊ ल, पास्टर एड्रिन मेरो नानीलाई बप्तिस्मा गरिदिनुहोस् न ल। अनि मेरो छोरीले पनि पास्टर एड्रिनको हातबाटै बप्तिस्मा लिन्छु भनिरहेको थियो त्यसले है। अन्त म त अङ्कलकै हातबाट लिन्छु मम्मी, म यता जो पाएँ त्यही पास्टरबाट लिँदिनँ भनेर उसले त्यस्तो भनि नै रहेको थियो। तर अनि त्यहाँदेखिको है ठिकै चाजो मिल्यो है। म त ला उता अब पास्टरले त फेरि जो पास्टर सुरेन्द्र हुनुहुन्छ सानो बगलको, उहाँहरूले पर्मिसन दिनु हुँदैन कि जस्तो पनि लाग्दै थियो। अन्त पास्टर एड्रिनले राति मेसेज पठाउनु भएछ, गेट प्रिपेयर है, रेडी बस्नुहोस्, भोलि चाहिँ नानीको बप्तिस्मा हुन्छ भन्दा म त कस्तो खुसी लाग्यो है। अन्त नेपालमा आएर चाहिँ मेरो छोरीले बप्तिस्मा लिएको, त्यो पहिलो गतेमा है, फर्स्ट न्यु इयरमा, त्यो पनि 5जना पास्टर बाउको हातले है। कस्तो ब्लेसेड लागेको नि, म त रुनु पनि नसकेको खुसीले क्या। कस्तो हुन्छ नि त्यो 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 बेसी त्यो हुन्छ नि, रुनु पनि नसकेको मलाई त बेसी खुसी लागेर क्या। अन्त परमेश्वरको एउटा एपोइन्टेड टाइम चाहिँ कस्तो दामी हुँदो रहेछ है, उहाँले तोक्नु भएको समयमा। र पास्टर एड्रिनको हातबाटै हाम्रो अन्त के अरे हाम्रो धनबहादुर भाइको भाइ है, उहाँ चाहिँ त्यो पानीभित्र पस्नु भएको थियो। अन्त मेरो छोरीलाई उहाँले गरिदिनु भयो। अन्त पास्टर के अरे रुबेन शर्माले वचन पढिदिनु भयो। अर्को पास्टर जया पास्टर बाउले चाहिँ
एन्डिङको प्रेयर गरिदिनु भयो, पास्टर सुरेन्द्रहरूले प्रार्थना गरिदिनु। आमा 5जना नानी 5जना लिडर्सले चाहिँ मेरो छोरीको हात राखेर प्रार्थना गरिदिँदा चाहिँ म जस्तो धन्यको आमा चाहिँ को होला नि। कति खुसी लागेको मलाई क्या। अन्त मैले भन्दै थिएँ पास्टर एन्ड्रा तपाईँ चाहिँ अब मेरो छोरीको आत्मिक बाउ ल, मेरो नानीको अब स्पिरिचुअल चाहिँ तपाईँले नै वास्ता गर्नुपर्ने हुन्छ है पास्टर बाउ भनेर मैले उहाँलाई भन्दै थिएँ है। राम्रो, एकदमै राम्रो, उहाँहरूको हस्पिटालिटी यति राम्रो है। मान्छेको घर ठुलो हुनु पर्दैन क्या त। मान्छेकोले भन्छ नि मेरो त घर सानो छ, लानु पनि पिरहेछ, कता बसाउनु। मान्छेको मनै ठुलो रहेछ कि, जब मन ठुलो छ भने नि सबैजना अट्दो रहेछ है। अन्त प्रभुलाई धन्यवाद। हामी चाहिँ होटलमा बसेको छौँ, हाम्रो पास्टर एडिटहरू चाहिँ अर्कै ठाउँमा, तर हामीलाई त्यो एउटै जग्गामा चाहिँ बस्नु पाएको भए चाहिँ कस्तो रमाइलो हुन्थ्यो होला। बिहान डिभोसन, बेलुका डिभोसन, कस्तो मजा आउँथ्यो होला जस्तो लागेको है। हामी चाहिँ यो के अरे यो ठाउँको नाम जडीबुट्टी भन्ने ठाउँमा छौँ। यहाँको नामहरू सुन्दैन म छक्कै परेँ। जडीबुट्टी अरे पनि के बुट्टी अरे। अन्त है कति राम्रो, अब कस्तो राम्रो ठाउँ है नेपाल। अन्त हिजोको दिनमा चाहिँ हामीलाई पास्टर जयाले उहाँको प्रेयर रुममा लानु भएको थियो। हामी पास्टर बाउहरूसँग मलाई पनि जाउँ भन्नुभयो र हामी गएको थियौँ। त्यहाँ पनि गएर हामीले प्रार्थनाहरू गऱ्यौँ। उहाँहरूले हामीलाई डिनर लानुभयो है। एकदम एउटा रमाइलो पलहरू भयो। प्रभुलाई धेरै धन्यवाद। हाम्रो नेपालमा पनि प्रभुले हाम्रो मिनिस्ट्रीलाई एक्सटेन्ड गर्दै हुनुहुन्छ, बढाउँदै हुनुहुन्छ है। हाम्रो पालहरू तन्काउँदै हुनुहुन्छ र आज हामीले सेयरिङ गर्ने मौकाहरू पायौँ। प्रभुलाई धन्यवाद। हाम्रो यहाँ कतिजना आएन, हाम्रो कान्छीलाई पनि मिस गरेँ हामीलाई। मेरो साथी सुजु छ, उसलाई मिस गरेँ है। सबैजनालाई हामीले मिस गरेँ। हाम्रो छोराहरूसँग बात गर्नु पाएँ। हाम्रो अनुभरी र कविता बहिनी उनीहरू पनि सेयर गर्छ होला एकछिन तपाईँहरूले टाइम दिनुहोस् न ल। हाम्रो यहाँ बुहारी 2जना बहिनीहरू बसिरहेछ। उहाँहरू चाहिँ सानो बगलमा बस्नु भएको छ कि उहाँहरूले पनि सानो सानो सेयर गर्नुहुन्छ होला। हुन्छ, यति नै छ, अझै छ बादमा सेयर गरौँ होला। यति धेरै कुरा छ। अब हामी बुटबल आउँदैछौँ नानाकोमा। त्यहाँ झन् कति मजा आउँछ होला है। प्रभुलाई धन्यवाद होस्। हुन्छ, यो समय यही राख्दैछु ल। धन्यवाद। हुन्छ, सबैलाई प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह। प्रभुलाई धन्यवाद। यो ठाउँमा आउने प्रभुले मौका दिनुभयो। यहाँनिर कसरी आइपुग्यो मलाई पनि थाहा छैन। प्रभुले सरप्राइज गर्नुभएको छ मलाई। अनि खुसी छु यस ठाउँमा आएर यहाँको सेवाकाई देख्दा अनि यो ठाउँमा आउनु पाउँदा योभन्दा ठुलो कुराहरू केही पनि छैन। किनभने यो ठाउँमा जब 3 दिन सेवाकाई भइरहेको थिएँ, बेसी समय लिँदिनँ। अनि 3 दिनको सेवाकाई हुँदै गर्दाखेरि चाहिँ मैले 3 दिनै प्रभुले वर्शिपको साथमा वचनसँग कनेक्ट हुने कुराहरू चाहिँ प्रभुले मलाई देखाउँदै हुनुहुन्थ्यो। अनि फर्स्ट दिन चाहिँ मैले सिंह देखेँ, पुलपिटमै सिंह देखेँ। अनि साथसाथमा मैले क्राउन देखेँ, 2टा क्राउन मैले देखेँ। अनि ठिक्कै पास्टर बोले, रुबेन पास्टर बोले क्राउनको विषयमा पनि सेयरिङ गर्नु हुँदै थियो। अनि सेकेन्ड दिनमा चाहिँ मैले म मेरो स्वरूपमा चाहिँ फर्काउँदैछु भन्ने कुराहरू चाहिँ मलाई प्रभुले बोल्नुभयो। अनि त्यति बेला चाहिँ बर्निङ बुसको कुरा पनि बोल्नुभयो। अनि सेकेन्ड दिनमा पास्टर एड्रिनले त्यही वचन, कनेक्टेड वचन, नयाँ जन्मको कुरा अनि बर्निङ बुसको कुरा पनि सेयरिङ गर्दै हुनुहुन्थ्यो। अनि आज लास्ट दिनमा चाहिँ के देखेँ भन्दै गर्दाखेरि चाहिँ हाम्रो यहाँ रोशन भाइले वर्शिप गर्दै गर्दाखेरि चाहिँ यति धेरै अन्य भाषामा जब हामीले प्रार्थना गरिरहेको थियौँ वर्शिपको साथसाथमा, अनि जब प्रार्थना गरिरहेको थिएँ त्यति बेला चाहिँ मैले चाहिँ होटलको माथि जब म उता थिएँ दिदीहरू बसेको ठाउँमा, अनि त्यहाँ होटलको माथिबाट चाहिँ मैले काठमाडौँलाई हेरिरहेको थिएँ कि 4 दिशाबाट चाहिँ पहाड अनि बिचमा चाहिँ एकदमै बिल्डिङ काठमाडौँ सहर चाहिँ रहेछ है। अनि त्यही देखिरहेको थिएँ। अनि साथसाथमा एकदमै मूर्तिहरू पुरा पाक्लाक पुक्लुक उक्लिरहेको मैले देखिरहेको थिएँ। मूर्तिहरू चाहिँ यति धेरै, त्यो अन्य भाषा प्रार्थना गर्दा चाहिँ मूर्तिहरू चाहिँ पाक्लाक पुक्लुक भत्किँदै थियो, त्यस्तोहरू देखिरहेको थिएँ। अनि त्यसको साथमा चाहिँ ठिक्कै के अरे रोशन भाइले वर्शिप गर्दै त्यहाँ प्रार्थना पनि गर्नु हुँदै थियो। त्यति बेला चाहिँ टुनामुनाको शक्तिहरू चाहिँ आज प्रभुले विफल गर्दै हुनुहुन्छ भन्ने कुराहरू। अनि त्यो देख्दाखेरि चाहिँ एकदमै कालो, अब काली जस्तै देखिरहेको थिएँ। अनि पुरा त्यो देखिरहेको थिएँ। अनि त्यो पुरा अन्य भाषामा प्रार्थना गर्दै थियो। त्यति बेला पुरा एकदमै शक्तिशाली प्रार्थनाहरू भइरहेको थियो। अनि त्यो कालो कुरा चाहिँ हटेर गएको मैले देखेँ।
अनि प्रभुलाई महिमा होस् है। मैले यो तिन दिनै प्रभुले मलाई आशिष दिनुभयो। अनि फर्स्ट दिनमा चाहिँ मेरो कति कुराहरू थियो मेरो प्रभुसँग, अनि त्यो कुराहरू चाहिँ मेरो खोलिएर गएको छ। त्यो चाहिँ अनि कन्फर्मेसन चाहिँ रोशन भाइले वर्सिप गर्दै गर्दाखेरि भन्दै हुनुहुन्थ्यो, धेरैजनाको यो भाग खोलिँदैछ, रिसिभ गर्नुहोस् भनेर। मैले रिसिभ गर्दाखेरि चाहिँ मेरो जीवनमा त्यो भाग खोलेर गएको छ। प्रभुलाई महिमा भएको होस्। हुन्छ, सबैलाई जय मसी। त्यसरी भन्नु। हुन्छ, सबैजनालाई जय मसी भन्न चाहन्छु, यहाँ उपस्थित सम्पूर्णलाई प्रभुलाई धन्यवाद भएको होस्। अनि यो मौका प्रभुले दिनुभएको छ। मलाई पनि सानो बगलमा आउने साह्रो इच्छा थियो है। अनि जुन दिन पास्टुबाले नयाँ वर्षको टाइममा अनि हामी काठमाडौँमा प्रार्थनामा जान्छौँ टिमलाई लिकन भनेर, यो पहिलो सूचना चाहिँ असोजको महिना, नेपालको असोजको महिनामा गर्नुभएको थिएँ। अनि मैले त्यो डेटलाई गर्दै थिएँ, अनि ठ्याक्कै 7 महिना भएको रहेछ है। त्यतिखेरदेखि मैले चाहिँ काठमाडौँ चाहिँ यसपालिको काठमाडौँमा चाहिँ सानो बगलमा प्रार्थना हुँदैछ, म चाहिँ जसरी भए पनि जान्छु भनिराखेको थिएँ। प्रभुसँग प्रार्थना पनि गरिरहेको थिएँ। जसै प्रभुले ढोका खोलिदिनु भयो, प्रभुलाई धन्यवाद यो ठाउँमा आइकन अनि यहाँनिर प्रार्थना गर्ने मौका। अनि अर्को कुरा चाहिँ ठाउँमा आइकन प्रार्थना गर्दै गर्दाखेरि चाहिँ आज हाम्रो जातिको लागि हामीले बिलाप गर्नुपर्ने है, कस्तो बिलापको प्रार्थना त अब 21 दिन फास्टिङबाट नै सुरु भइराखेको थियो। अनि यहाँनिर आइसकेपछि आज धेरै कुराहरूबाट हामी अरूको निम्ति प्रार्थना गर्छौँ। सुरुमै यो कुराले मलाई छोयो है, वर्सिप गर्ने भाइले रोशन भाइले सुरुमै हामी अरूको लागि प्रार्थना गर्छौँ। धेरैजना हामी यहाँ सबै लिडरसिपहरू छौँ, तर अरूको लागि हामी प्रार्थना गर्छौँ, तर हाम्रो लागि चाहिँ प्रार्थना इम्पोर्टेन्ट छ भनेर भन्दै गर्दाखेरि अनि हाम्रो जीवनमा हामी अरूको निम्ति त प्रार्थना निरन्तर गर्छौँ, अन्तर्वृत्ति गर्छौँ, तर हाम्रो लागि पनि कतिवटा कुरा बन्धनहरू खुस्किनको लागि चाहिँ हामी एकअर्काको लागि प्रार्थना इम्पोर्टेन्ट रहेछ है। त्यो कुरालाई मैले हृदयबाट बुझ्न त्यो मेरो त्यो कुराले मलाई हृदय छुइराखेको थियो। अनि त्यो कुराले चाहिँ हामी एकअर्कालाई अँगालो मारेर प्रार्थना गर्दै गर्दाखेरि चाहिँ यति साह्रो हृदयहरू फुटिराखेको थियो। प्रभुलाई धन्यवाद दिइराखेको थियौँ। अनि हामी सबैजना सबैजनालाई त्यही महसुस भइराखेको थियो। अब गवाई त 3 दिनमा, अब 3 मिनटमा सक्नुपर्ने छ है। धेरै छ आशिषको कुरा, यहाँ छुटकारा भएको कुरा होइन, धेरै छ। प्रभुलाई धन्यवाद भएको बातमा पनि हामी गवाईहरू बाँड्दैछौँ, बाँड्ने नै छौँ। मैले सुरुकै दिनमा पनि बाँडेँ। अनि हामीले जुन समयमा हाम्रो जातिको लागि प्रार्थना गर्न जानेकै थिएनौँ, दानिएलको पुस्तकमा दानिएलले कसरी आफ्नो जातिको लागि पश्चाताप गर्यो, एस्तर रानीले आफ्नो जातिको निम्ति अन्तर्विन्ती प्रार्थना गर्दै गर्दाखेरि चाहिँ आफ्नो जाति चाहिँ बचाउन सकेको थियो। त्यो कुरा चाहिँ आज हामीले हाम्रो जातिको लागि प्रार्थना गर्नुपर्छ भनेर हामीलाई जानेका थिएनौँ। तर जुन समयमा मैले प्रार्थना हामी गर्थ्यौँ, तर त्यो कुराको रहस्यको कुराहरू चाहिँ 6-7 महिना अगाडि, 1 वर्षौँ अगाडि गर्दै गरेको प्रार्थनाको रहस्यको कुराहरू चाहिँ मैले यो ठाउँमा आइकन खोलिएको। हामी जुन ठाउँमा प्रार्थना गरिरहेका छौँ, सेवकाई गरिरहेका छौँ, त्यो ठाउँमा हामीले केही पनि गर्न सकेका छैनौँ जस्तो मनमा लागिरहेको कुरा चाहिँ, तर यहाँ आएर प्रार्थना गर्दै गर्दाखेरि चाहिँ साँच्ची नै हामीले चाहिँ सही प्रकारले चाहिँ सुरु चाहिँ गरेका रहेछौँ है, तर नजानेको है। अनि सुरु चाहिँ नजानेको गर्न चाहिँ सुरु गरेको, तर नजानेको कुरा चाहिँ त्यो कुरालाई चाहिँ मैले महसुस गरिरहेको थिएँ नि। पहिले पनि मलाई धेरैचोटि वचनहरू सेयर गर्न दिँदै गर्दाखेरि खालि यी प्रार्थनाको विषय मात्रै आउँथ्यो क्या। मलाई वचनहरू सेयर गर्नु पर्दाखेरि चाहिँ मण्डलीमा प्रार्थनाकै विषय मात्रै आउँथ्यो, तर त्यो प्रार्थना चाहिँ कसरी गर्नुपर्ने, अन्तर्विन्ती कसरी गर्नुपर्ने, हाम्रो जातिको लागि कसरी खडा हुनुपर्ने भन्ने कुरा चाहिँ नबुझेको रहेछ है। त्यो परमेश्वरले चाहिँ मलाई पहिल्यैदेखि नै चाहिँ दिनुभएको रहेछ। त्यो यसरी हाम्रो जातिको लागि प्रार्थना गर्नुपर्छ भन्ने कुरा चाहिँ प्रार्थनाको विषयहरू चाहिँ अगाडिबाटै दिनुभएको थियो, तर नजानेको है। अनि हिजो बेलुकाको दिनमा चाहिँ हामी मेरो भाउजूकोमा गएको थियौँ। अनि बेसरीकन बिहानको प्रार्थनामा यति साह्रो पश्चाताप लागिरहेको थियो मलाई, रुँदै म प्रार्थना गरिरहेको थिएँ। प्रभुले अगाडिबाटै मेरो निम्ति ढोका खोलिदिनु भएको रहेछ, तर मैले नजानेर नबुझेर त्यो कुरालाई मैले पक्रिन नसकेको रहेछु भनेर म पश्चाताप गरिरहेको थिएँ हाम्रो जातिको लागि। अनि म त्यो कुराहरू धेरै छ। प्रभुलाई धन्यवाद भएको म पनि यति समय लिन्छु। हुन्छ, सबैजनालाई जय मसी। हुन्छ है, समय पनि भएछ। मेरो पनि गवाई थियो, तर आज चाहिँ भन्दिनँ, किनभने थुप्रै हुन्छ, थुप्रै छ। बिस्तारो बिस्तारो सधैँ प्रार्थना हुन्छ है, एक एकवटा गर्दै भन्दा हुन्छ। हुन्छ, म यो सबै अब अन्तिम प्रार्थना हाम्रो पास्टर भाइलाई दिनेछु। हुन्छ, हामी पास्टर भाइ ए साँच्ची
हुन्छ सबैलाई जय पास्टर मसीह। बाबु मेरो त्यो देवरको लागि मैले मेसेज पठाएको थिएँ तपाईँलाई, उसको लागि पनि प्रार्थना गरिदिनुहोस् त। के चाहिँ भएको उहाँहरूलाई चाहिँ खास गरी तपाईँले खै एउटा त्यो के भन्छ एउटा उसको खासमा चाहिँ पहिल्यैदेखि नै उसले ट्रिटमेन्ट त चल्दै थियो फर्स्ट अफ अल। अन्त उसको त्यो ट्रिटमेन्ट गरेर चाहिँ जाती भइसकेको थियो अब सबै ट्रिटमेन्टहरू। तर फेरि एउटा कहाँ चाहिँ एउटा डल्लो कहाँ गाँठो के निस्कियो भनेर चाहिँ अब त्यो क्यान्सर हो कि होइन भनेर चाहिँ त्यो रिपोर्ट पठाइरहेको छ। अन्त 5 डेजमा आउँछ भनेको छ। अब अन्त उहाँहरू पुरा अत्तालिरहेको छ। अनि त्यसले गर्दा हामीलाई प्रार्थना गरिदिनु प्रेयर इन्टरसेसन प्रेयर टिममा भनेर चाहिँ खबर पठाएको थियो पास्टर बाबु। अनि त्यसले गर्दा प्रार्थना अन्त उनले चाहिँ सानोमै ब्याप्टिजम लिएको तर ब्याक भएको मेरो देवर चाहिँ। अन्त यही उयसले चाहिँ प्रभुमा फर्केर आओस् भन्ने फ्यामिलीको पनि छ। प्रार्थना गरिदिनुहोस् न। हुन्छ प्रभु, हामी तपाईँको उपस्थितिमा आउँदैछौँ र जसै तपाईँको उपस्थितिमा हामी आएका छौँ, यो समयको लागि हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ। प्रभु, साँच्चै नै तपाईँको छोरीहरूको जीवनमा तपाईँले कति अचम्मको कार्यहरू गर्नुभएको छ अनि कति आशिषित प्रभु तपाईँको छोरीहरू। जब जसै उनीहरूले प्रभु तपाईँको राज्य र धार्मिकताको खोजी गर्न लागे, अझ साँच्चै नै तपाईँले थप प्रभु आशिषहरू उनीहरूलाई दिनुभएको छ। तपाईँलाई धन्यवाद प्यारो प्रभु। र साँच्चै नै तपाईँले हामीलाई तपाईँको राज्य र धार्मिकताको खोजी गर्न तपाईँले सिकाइरहनु भएको छ। र जसै हामी तपाईँको राज्य र धार्मिकताको खोजी गर्छौँ भने अरू सबै कुरो चाहिँ थपिन्छ भनेर लेखेको छ। र सो तपाईँले तपाईँको छोरीहरूलाई तपाईँको छोरालाई तपाईँले थप आशिषहरू तपाईँले दिँदै हुनुहुन्छ, तपाईँले भर्दै हुनुहुन्छ, शक्तिशाली काम गर्दै हुनुहुन्छ। तपाईँलाई धन्यवाद प्रभु यो समयको लागि। धन्यवाद प्रभु, यसरी 3 दिनसम्म हामी आएर उपवास प्रार्थनाहरू हामीले गर्न सक्यौँ। यसरी प्रभु आज साँच्चै नै परिवारहरूसँग मिलेर अन्तर्विन्ती र प्रार्थनाहरू हामीले गर्न सक्यौँ। येशू तपाईँलाई धन्यवाद। येशू तपाईँ महान हुनुहुन्छ, येशू तपाईँ भलो हुनुहुन्छ, येशू तपाईँ शक्तिशाली हुनुहुन्छ। सबै देवहरूका परमेश्वर, राजाहरूका राजा, सारा सृष्टिको मालिक तपाईँ हुनुहुन्छ। र जसै तपाईँको उपस्थितिमा आउँदै गर्दाखेरि प्रभु, यस सङ्गीता दिदीले राखेको जति पनि विषयहरू छ, हो परमेश्वर पिताजी, आज प्रभु यो छोराले तपाईँलाई प्रभु आज फेरि बिर्सेर अनि फर्केर गए प्यारो परमेश्वर पिताजी, तपाईँको उपकारलाई, तपाईँले गर्नुभएको अनुग्रहलाई, आशिषलाई, अभिषेकलाई, सबै कुरोलाई त्यागी फर्केर गए प्यारो प्रभु। र जसको कारणले गर्दाखेरि अनि साँच्चै नै यो छोराको शरीरमा भएको जे जति रोगहरू छ, अनि प्रभु हामी विश्वास गर्छौँ आज यो रोग त एउटा तपाईँमा फेरि फर्कने एउटा माध्यम मात्रै हो। तपाईँसँग घनिष्ठ र प्रभु आज नजिकमा अनि त्यो सम्बन्धमा आउनको निम्ति प्रभु एउटा माध्यम मात्र हो भनिकन हामी विश्वास गर्छौँ। र प्रभु हामी यो कुरोमा पनि विश्वास गर्छौँ कि हामीले जे जति प्रभु विषयहरूको निम्ति हामीले प्रार्थना र अन्तर्विन्ती गर्छौँ र जसको निम्ति हामीले अन्तर्विन्ती र प्रार्थना गर्छौँ, तपाईँले हाम्रो प्रार्थना सुनिदिनुहुन्छ, उत्तर दिनुहुन्छ। र हरेक क्यान्सरको स्पिरिटलाई येशू नाममा हामी हप्काउँदछौँ। हरेक त्यो ट्युमरहरू, त्यो जति पनि प्रभु आज स्वेलिङहरू प्यारो प्रभु, त्यो सबै येशू नाममा हटेर घटेर गएको होस् भनिकन हामी प्रार्थना र बिन्ती गर्छौँ। र प्रभु तपाईँको अभिषेक, तपाईँको आशिष, तपाईँको छुटकारा र चङ्गाई येशू नाममा हामी रिलिज गर्छौँ। अनि प्रभु यो सबै कुरोबाट चाहिँ तपाईँको नाउँको महिमा भएको होस्। तपाईँलाई धन्यवाद यो समयको लागि। अनि यसरी प्रभु हामी फेरि पनि विश्राम गर्न लागेका छौँ। तपाईँले रातभरि मिठो निन्द्रा दिए तपाईँको छोराछोरीहरूलाई फेरि पनि भोलि बिहान उपस्थित भई प्रार्थना र अन्तर्विन्ती गर्नमा सहायता गर्नुहोस्। धन्यवाद प्रभु यो समयको लागि। र धन्यवाद चढाउँदै फेरि पनि सारा आदर र महिमा स्वयं तपाईँ हाम्रो परमेश्वरलाई मात्र दिँदै सम्पूर्ण जीवनलाई तपाईँको वेदीमा अर्पण गर्दै हामी बिन्ती प्रार्थना माग्छौँ प्रभु येशू मसीहको उच्च अनि पवित्र र अति पवित्र नाउँमा, आमेन। आउनुहोस् हामी आशिष ग्रहण गर्नेछौँ ल। परमप्रभुले तिमीहरूलाई आशिष दिउन् र तिमीहरूलाई रक्षा गरून्। र परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह गरून्।
आमेन र परमप्रभुले आफ्नो चेहरा तिमीहरू स्वयंलाई प्रकट गरून् र तिमीहरूलाई शान्ति दिउन्। आमेन अब परमेश्वर पिताको प्रेम, प्रभु येशू ख्रीष्टको प्रशस्त मात्राको अनुग्रह र पवित्र आत्माको शान्ति, सुरक्षा, सहायता, संगति र सहभागिता हामी प्रत्येकको साथमा सदा सर्वदा रहे। आमेन आमेन। जय मसीह and good night. Bye bye, good night. जय मसीह। हुन्छ, भोलि बिहान भेटौँ।